हेलो दर्शक नमस्ते। आई एम साइलादाई भ्लग बोय। अहिले म चाहिँ मकवानपुर जिल्लाको चाहिँ बागमती गाउँपालिकाको चाहिँ फफरबारी ठाडी खोला भन्ने ठाउँमा छु गाइज। यो चाहिँ हाम्रो जेठान माइलदाईको मकैबारी हो। मकैबारी दोर्याम दोर्याम हरिकर कोर्याम कोर्याम भन्ने ठाउँ यही हो गाइज। हेर्नु होला, यहाँको वरिपरिको दृश्य हजुरलाई देखाउने छु र योभन्दा 4 महिना अगाडि लगाएको हाम्रो जेठान दाईको केराबारी पनि देखाउने छु। तपाईँहरू यो भिडियोहरू हेर्नु होला है गाइज। हेर्नुहोस् गाइज, यस्तो छ गाइज है। हामी चाहिँ यसरी यहाँको वरिपरिका दृश्य देखाउने छु। तपाईँहरू पनि कृषिमा पनि आफूलाई आम्दानी आउने फाइदा हुने चिज गर्नुभयो भने धेरै राम्रो हुन्छ है त गाइज। अनि हजुरलाई म अब चाहिँ हाम्रो सिन्धुलीबाट जिल्लाबाट ल्याएको चाहिँ केराको बिरुवा चाहिँ कतिको यहाँ चाहिँ राम्रो हुन्छ, कालो माटोमा उत्पादन कसरी हुन्छ भन्ने कुरा पनि यहाँ दृश्यहरू देखाउने छु। रातो माटोमा चाहिँ भव्य रूपले भएको छ, मान्छेले आम्दानी पनि निकालेको छ भने यो चाहिँ कालो माटोमा चाहिँ कतिको चाहिँ म्याच गर्छ, कतिको उत्पादन गर्न सकिने भन्ने टेस्टको लागि चाहिँ 100वटा बिरुवा ल्याएको थियो योभन्दा 4 महिना अगाडि। त्यो बिरुवा चाहिँ तपाईँहरूमाझ देखाउन गइरहेको छु गाइज। यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, भिडियोलाई स्किप नगरिकन हेर्नुहोला र यो साइला भ्लग बोय च्यानललाई चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। यदि गर्नुभएको छ भने कमेन्ट लेखिदिनु होला। कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो देशको नाम पनि लेखिदिनु होला भन्न चाहन्छु। अब हामी ढिलो नगरिकन अगाडि बढाउँ गाइज, लागौँ गाइज है। यस्तो छ गाइज यहाँको दृश्यहरू, हरियाली वन जङ्गल यस्तो छ है गाइज। म चाहिँ यहाँ मकैको बारी छेउछेउ हिँड्दैछु गाइज। यहाँ हाम्रो म जेठान माइलदाईको घर हो। अब घरबाट तल झर्दैछ। अनि यता चाहिँ यो साइडमा चाहिँ कोदो लगाएको छ, लोकल अर्ग्यानिक कोदो। रमाइलो लाग्छ किनभने आफू पनि एउटा गाउँमा जन्मेको कृषकको छोरा हो। त्यस कारणले चाहिँ मलाई पनि राम्रो लाग्छ। एकदम हरियाली घुम्न, एकदम हामी चाहिँ गाउँमै लोकल अर्ग्यानिक लगाएर खाने व्यक्ति हो र तपाईँहरू पनि लोकल खानु होला, स्वस्थ बन्नु होला, सकेसम्म लोकल कोदो ढेँडो खानु होला। ओ गाइज कस्तो चिप्ल्यो गाइज। चिप्लिने बित्तिकै यहाँ हाम्रो भडमासको बारीमा आइपुग्यो। यहाँ हेर्नु होला, रटरम्म फरिरहेको छ। ठिक छ गाइज, राम्रो छ, उत्पादन भइरहेको छ। हजुरलाई म केरा देखाउनुतिर जाँदैछु। त्योभन्दा अगाडि चाहिँ हाम्रो बेसार, लोकल बेसार, यहाँ अहिले त बेसार पनि मान्छेले लाउन छोडेको छ गाइज। पहिला हाम्रो बाबुबाजेको पालामा धेरै लाउँथ्यो भने अहिले चाहिँ खाना मात्र लाउनु भएको छ। यो चाहिँ कोदो है, अर्ग्यानिक कोदो। यो चाहिँ विशेष गरी हाम्रो सुगर हुने मान्छेले चाहिँ ढेँडो र यो मकैको पिठो र कोदोको पिठो मिसाएर खानुपर्ने हुन्छ, राम्रो हुन्छ, स्वस्थ हुन्छ, बलियो। यहाँ हेर्नु होला, केरा 4 महिना अगाडि लगाएको केरा राम्रै छ भन्नुपर्छ हो गाइज। म भन्दा नै अग्लो भएको रहेछ गाइज, राम्रो छ, त्यति साह्रो नराम्रो त होइन। मलाई घुम्न एकदम मन लागिरहेको थियो, हेरौँ मन लागेको थियो गाइज। म चाहिँ हेटौँडाबाट आएको हो। ठिक छ गाइज, राम्रो छ। तपाईँहरू पनि उत्पादन गर्नुहोला भन्न चाहन्छु। किनभने तपाईँ हामीले कृषिमा कुन चिजबाट चाहिँ आम्दानी निकाल्न सकिन्छ भन्ने कुरा पनि अलिकति ध्यान दिएर गर्नुभयो भने अहिलेको समयमा, अहिलेको स्थितिमा चाहिँ बजार भाउमा चाहिँ नबिग्ने भन्ने हुँदैन, बिग्छ। उहिले जस्तो आफै कमाउने, थोरै कमाउने, आफ्नो घर
खर्च चलाउने जस्तो आफूले पुग्ने भएको नि भन्ने खालको सोच हुन्थ्यो भने अहिले चाहिँ व्यवसायिक रूपमा चाहिँ हरेक चिजको व्यवसाय गरेको छ। अन्नदेखि लिएर फलफुल होइन। हजुरले पनि जग्गा बाँझो नराख्नु होला, यसरी लगाउनु होला। आफ्नो नम्बरी जग्गामा चाहिँ हामीले सरकारलाई कर तिरेको हुन्छ, तर बाँझो भएर हुन्छ। कतिपय देशको स्थिति यस्तो भएर चाहिँ तपाईँ हामी चाहिँ बिर्सिनु परेको छ। परदेशमा गइरहेको छ भने परदेशमा जानुभएको छ ठिकै छ, तर 4-5 वर्ष बस्नु भएर फर्किँदाखेरि तपाईँ हाम्रो चाहिँ बानी बिग्रिन्छ, कृषिमा काम गर्न सकिँदैन। त्यस कारणले चाहिँ बाहिर पनि जानु होला। छुट्टीमा बिचमा आउनुभयो भने केही आफूले भ्याउनेसम्म बजारमा बिक्नेसम्म आफ्नो उत्पादन चाहिँ कतिको चाहिँ आफूले सप्लाई गर्न सकिन्छ, कुन चाहिँ चाहिँ अब रोप्दै फाइदा हुन्छ भन्ने कुरो हिसाबले हजुरहरूले चाहिँ लगाउनु भयो भने एकदम राम्रो हुन्छ। यो चाहिँ हाम्रो केरा चाहिँ 5-5 फिटको दुरीमा चाहिँ लाउनु पर्ने हुन्छ। अब यो केरा चाहिँ यतिमा लगाएको छ भने यता चौडाइतिर पनि 5 फिटको हिसाबले हामीले लगाएको छ। अनि तपाईँको उता पनि लम्बाइ पनि त्यसरी 5-5 फिटको हिसाबले लगाएको छ। किनभने भोलिमा त्यसको थुप्रै बिरुवाहरू निस्किसकेपछि एकदम बाक्लो हुन्छ। बाक्लो भएपछि तपाईँको सबै बिरुवामा मलजल प्राप्त हुन नसकेपछि फल अलिकति सानो लाग्ने लाग्छ भन्ने कुरा पनि यसबाट हामीले जान्नुपर्छ। त्यस कारणले चाहिँ फरक फरक स्थानमा लगाउनु भयो भने 1-2वटा बिरुवा 2-4वटा बिरुवा आए पनि भोलिमा त्यति बाक्लो नभएपछि मलजल पनि प्राप्त हुन्छ। त्यस कारणले चाहिँ ठुल्ठुलो फल लाग्छ। त्यस कारणले तपाईँहरूले चाहिँ यसरी लगाउन सक्नुहुन्छ। 100वटा केरा लगाएको गाइस, मैले दङ परिरहेको छ गाइस। हेर्दा थोरै देख्नुहुन्छ, तर यहाँ चाहिँ 100वटा केरा लगाएको छु। लगभग तपाईँको 2.5 कट्ठा जग्गामा यसरी हजुरले लगाउनु होला। किनभने तपाईँ हामी चाहिँ विदेशमा सधैँभरि दुःख गर्न सकिँदैन। आखिरमा हामी आफ्नै भूमिमा आफ्नै देशमा फर्किनु पर्छ। त्यस कारणले चाहिँ तपाईँ हामीले चाहिँ आफ्नै जग्गा जमिन बाँझो नराखिकन सक्नुहुन्छ भने यस्तै बिरुवा लगाउनु होला। कि सक्नु भएन भने एभोकाडो वार्षिक वर्ष दिनमा फल्ने चिज एकैचोटि फलेर बेच्न सक्ने चिज चाहिँ लगाउनु भयो भने राम्रो हुन्छ। किनभने एभोकाडो लगाउनुहोस्, आँप लगाउनुहोस्, लिची लगाउनुहोस्, कफीको बिरुवा लगाउनुहोस्। त्यस कारणले चाहिँ तपाईँ हामी रोपेर जानुहोस्। 3 वर्षमा तपाईँ विदेशबाट फर्किनु भयो भने केही आफ्नो पैसा पनि कमाउनु भयो, देश पनि घुम्नुभयो। त्यस कारणले फर्किएर आउनु हुँदाखेरि 3 वर्षमा यो फल ठ्याक्क टिप्ने बेला हुन्छ। आफूलाई दुईतिर आम्दानी निकाल्न सकिन्छ। अब म विदेश जान्न, म यसमै गर्छु, अब यसमै उत्पादन गर्छु, यसमै आफ्नो भूमिमा जान्न, उमेर ढल्क्यो भन्ने हिसाबले सोच लिनुभयो भने यसबाट चाहिँ आफूले बढाउँदै लानुभयो भने आफ्नो बालबच्चा पढाउनलाई, आफ्नो जीविका अर्जन गर्नलाई चाहिँ धेरै राम्रो हुन्छ भन्न चाहन्छु। तपाईँहरूले चाहिँ यो भिडियोलाई सक्दो सेयर, लाइक, कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। अब यसरी हामीले चाहिँ कसरी गोड्ने, कसरी त्यसलाई मल हाल्ने, कसरी त्यसलाई फेरि जरामा माटो दिने भन्ने कुरा पनि हामीले यहाँ देखाएको छु। तपाईँहरूले चाहिँ यसै गरी उत्पादन गर्नुभयो भने राम्रो हुन्छ। र यसले चाहिँ सकेसम्म 3 देखि 4 पटक गोड्नुपर्ने हुन्छ। अस्ति हामीले जेठमा लगाएको केरा साउनमा गोडाएको थियो भने असोजमा गोडे, अहिले कार्तिकमा गोड्दैछु। अब यसपछि चाहिँ एकैचोटि हामीले चाहिँ फागुनमा गोड्नेछु। त्यो बेला चाहिँ वस्तुको गोबर, पुरानो मल हालेर फेरि त्यसलाई जरामा माटो हाल्नुपर्ने हुन्छ। त्यो भिडियो पनि हजुरलाई म देखाउने छु। र त्यसपछि फल कति लाग्यो र कति महिनापछि फल दियो भन्ने कुरा पनि म हजुरलाई देखाउने छु भन्दै जसले यो मेरो भिडियो हेर्नु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हस्त गाइस।